ल हेर्नुस् त कति राम्रोसँग फल्यो सिमी तलदेखि माथिसम्म छपक्कै छ। आज म यसलाई अब टिप्न जाँदैछु। यो मैले पकेटमा पहिल्यै सुरुमा पकेटमै बेर्ना हुर्काएर अनि सारेको मैले पहिलो पार्ट्समा चाहिँ हजुरहरूलाई देखाएको थिएँ नि, त्यही बोटले अहिले फल दिइराख्यो। मैले एक दुईचोटि त्यसलाई सुरुमा फलेको थोरै टिपेर पनि खाइसकेको। अब यो अहिले चाहिँ मजाले बाक्लो फल दिइरहेछ। यो चाहिँ अलि म्याच्योर्ड भएको टिपिदिन्छु। फेरि सानो फेरि बढ्छ, फेरि टिप्ने। अब दिनदिनैलाई खान पुग्छ मलाई।